हेलो भाइ बहिनीहरू, आज चाहिँ हामीहरू के गर्छौँ त भन्दाखेरि क्लास 9 ओपिटी म्याथ जसले पढ्नु भएको छ अर्थात् पढ्दै होइसिन्छ त्यसको चाहिँ हामी आजदेखि क्लास स्टार्ट गर्छौँ, जो चाहिँ हाम्रो एकदमै इम्पोर्टेन्ट टपिक छ त्रिकोणमिति है त। त्रिकोणमिति अप्ठ्यारो च्याप्टर हो, अलि अप्ठ्यारो लाग्छ, पढेपछि चाहिँ सजिलो हुन्छ होइन। त्यो चाहिँ अलि के हो लेन्थी भएको कारण चाहिँ हामीले यहीँदेखि स्टार्ट गर्छौँ र यो च्याप्टरलाई सकाउँछौँ। यो त्रिकोणमितिबाट जम्मी कति त भन्दाखेरि हाम्रो 16 मार्क आउँछ है। कति आउँछ भन्दाखेरि 16 मार्क आउँछ। हामीले त्यसकारण चाहिँ यसलाई स्टार्ट गरिरहेछौँ है त। फर्स्टमा चाहिँ हामीले यही च्याप्टरलाई पढ्छौँ हेर। जस्तै त्रिकोणमिति छ होइन, त्रिकोणमिति छ जुन त्रिकोणमिति भन्ने जुन च्याप्टर छ यसमा हामीले खास गरी जस्तै हामीले अल्जेब्रामा होइन, जस्तै हामीले बीजगणितमा के गर्थ्यौँ, बीजगणितमा भने बीजगणित भन्ने बित्तिकै हाम्रो दिमागमा के आउँथ्यो त एक्स वाई ए बी सी जस्ता टर्महरू आउँथ्यो कि नै। त्यसै गरेर हामीले त्रिकोणमिति भन्ने बित्तिकै फर्स्टमा हामीले के थाहा पाउनु पर्यो त भन्दाखेरि साइन कोसाइन एन्ड टेन्जेन्ट है, यति कुराहरू चाहिँ थाहा पाउनु पर्यो। हेर क्लियर छ नि। के थाहा पाउनु पर्यो भन्दाखेरि त्रिकोणमिति हामीले जसरी बीजगणितमा एक्स वाई एबिसी भन्ने टर्महरू हुन्छन् नि, त्यसै गरेर हामीले त्रिकोणमितिमा चाहिँ साइन कोसाइन टेन्जेन्ट भनेर पढ्छौँ। फेरि चाहिँ है यो साइन कोसाइन टेन्जेन्टलाई हामीले सर्ट फर्ममा लेख्ने गर्छौँ। हिसाब गर्दाखेरि चाहिँ अहिले हामीले यो साइन कोसाइन टेन्जेन्टलाई चाहिँ फुल लेख्दै गरेको छ। जस्तै हामीले यो टपिकहरू यो स्टार्ट गर्नुभन्दा अगाडि हामीले एउटा हिन्दी लाइन याद गर्नुपर्छ। मैले पनि कहीँबाट सिकेको नै हो यो पनि। जस्तै कि यो लाइन याद गर्ने, पापा बिडी पियोगे हाँ बेटा। र यो चाहिँ एउटा लाइन याद गर्ने है। यो खालि याद गर्नका लागि राखेको। स्टार्टिङमा चाहिन्छ यो पापाको, पापा बिडी भी पियोगो के पी हाँको एच बेटाको फेरि के त भन्दाखेरि बी। यसरी बुझ्ने है। यो चाहिँ बी हामीले यस्तो लेख्ने है त, स्मलै लेखौँ सबै। हेर यो के लेखेको हो भन्ने भएको होला, म यहाँदेखि बुझाउँछु है त यसलाई। जस्तै हामीलाई के थाहा हुनु पर्यो त भन्दाखेरि हामीले एउटा यसमा समकोण लिन्छौँ है, समकोण त्रिभुज लिन्छौँ। र समकोण त्रिभुज लिन्छौँ। समकोण त्रिभुज भनेको के हो त भन्दाखेरि राइट एङ्गल ट्रायङ्गल हो। राइट एङ्गल ट्रायङ्गल हो। जस्तै राइट एङ्गल ट्रायङ्गल भनेको यो होला के, आउँछ होला सबैलाई। एउटा के हुने त अरे 90 डिग्री हुने। अब नि यहाँ हामीले कसरी बुझ्ने त भन्दाखेरि यो हाम्रो 90 डिग्री हामीले यहाँ पनि बनाउन सक्छौँ है, यहाँ पनि बनायौँ, कुनै एक ठाउँमा हुन्छ। अब यस्तो भनिसकेपछि जुन 90 डिग्री छ त्यो 90 डिग्री भएको पार्ट के हो, पी हो। के हो, पी हो। पी को ठ्याक्क अपोजिटमा रहेको वालालाई एच भन्छौँ। क्लियर छ। र दुइटै गइहाल्यो भनेपछि एउटा बाँकी रहेकोलाई हामी के भन्छौँ, बी। यहाँसम्म बुझ्ने है। के भने मैले यहाँ हेर्ने 90 डिग्री हामीले समकोण बनायौँ। समकोण बनाउँदाखेरि जुन यो 90 डिग्री बन्यो, 90 डिग्री बनेको वाला पी, पी को अपोजिटमा एच र बाँकी रहेको बी। त्यस्तै जस्तै यहाँ हेर्ने, पेन पनि नलाग्ने भएछ कि। सो यहाँ बनायो हामीले भने अब यहाँ हेर्ने, यहाँ के हुन्छ त भन्दाखेरि यहाँ के हुने भयो, 90 डिग्रीको छ हाम्रो अहिले यो छ। हेर्ने यो के छ, 90 डिग्री छ भनेपछि पी, पी को अपोजिट एच बाँकी बी। त्यसरी बुझ्ने कि। अब पिबिएच के लेखिरहेको हो भन्ने भएको होला। पी भनेको परपेन्डिकुलर, बी भनेको बेस
एन्ड एच भनेको हाइपोटेनस है। यतिसम्म बुझ्यो कि नै? अब यहाँनिर हामीले कसरी बुझ्यौँ त भन्दाखेरि अब यो किन लेखेको हो भन्दाखेरि यो अब बुझ्छ यहाँ त नोटमा हेर बुझ्यो नि। यो कन्सेप्ट चाहिँ सबैलाई आउँछ मलाई थाहै छ। यो पिबिएच छुट्याउने, पिबिएच छुट्याइसकेपछि अब हामी यहाँदेखि गर्छ हेर। यहाँ भन्छ हामीले के लिएको थियौँ 3वटा। अब यहाँ पढ्छौँ रेसियो है, त्रिकोणमितीय अनुपात पढ्छ। त्रिकोणमितीय अनुपात, त्रिकोणमितीय अनुपात पढ्छौँ। त्रिकोणमितीय अनुपातमा हामीले के पढ्छौँ त भन्दाखेरि 3टा अनुपातहरू, जस्तै हामीले के थाहा साइनलाई हामी एसआइएन मात्र लेख्छौँ, एसआइएन साइन, अर्को हुन्छ कस, अर्को हुन्छ टेन। टेन्जेन्टलाई कसाइनलाई कस, टेनलाई टेन, एसआइएन ई काट्यो, यसको आधा पछाडिको छोडिदियो, टेन्जेन्टको टेन लेख्यो। अब यसमा हामीले अगाडि के लेख्थ्यौँ? पापा बिणी पियोगे हाँ हाँ बेटा, त्यहीलाई हामीले यहाँमा लेख्छौँ है त। हेर्ने पापा बिणी पियोगे हाँ हाँ बेटा जो बनाएको थियौँ त्यसमा चाहिँ के थियो? p/h मतलब साइन, b/h मतलब कि कस, एन्ड p/b। अब यो चाहिँ हामीलाई एकदमै चाहिन्छ है। साइन भनेको p/h, कस भनेको b/h, टेन भनेको p/b। यहाँसम्म बुझ्यो नि? यसलाई कसरी बुझ्ने त भन्दाखेरि त्यही एउटा लाइन याद गर्ने, त्यहीबाट हामीले बनाउन सक्छौँ। पापा बिणी पियोगे हाँ हाँ बेटा, यिनीहरूको के गर्ने? p/h साइन, b/h कस एन्ड p/b टेन। यतिसम्म बुझ्न सकिन्छ। अब हेर्ने 3वटा भयो। यो 3वटाको फेरि के हुन्छ त भन्दाखेरि अपोजिट रेसियोहरू पनि हुन्छन् है। अपोजिट रेसियोहरू जस्तै साइन p/h भनेपछि साइनको अपोजिट हुन्छ कसेक, कसेक हुन्छ। साइनको उल्टो कसेक भनेपछि यसलाई हामीले कसरी बुझ्नु पऱ्यो? p/h को के नि भयो? h/p। कसको अपोजिट हुन्छ सेक, के हुन्छ? h/b। एन्ड टेनको अपोजिट हुन्छ कट, त्यो भनेको के हुने भयो? b/p। क्लियर छ? यहाँसम्म गऱ्यो। यहाँ हेर्ने पहिला साइन कस टेन बुझ्ने, यी 3टा आइसकेपछि हामीले साइनको अपोजिट कसेक, कसको सेक, टेनको कट। क्लियर छ? अब यिनीहरूको रिलेसन हेर्ने, सम्बन्ध है। रिलेसन भन्दाखेरि रिलेसनसिप बिट्विन ट्रिगोनोमेट्रिक रेसियो के हुन्छ हेर्दा, जस्तै हामीले साइन र कसेकलाई मल्टिप्लाई गऱ्यो भने के हुन्छ? साइन इन्टु कसेक। हेर्ने साइन भनेको के हुने रहेछ? p/h इन्टु h/p भनेछ, h/p/p इक्वल टु 1 है त। यतिसम्म आयो साइन र कसेक। अर्को आउँछ हाम्रो साइन कसेक, त्यसपछि जस्तै कस इन्टु सेक गऱ्यो भने चाहिँ b/h इन्टु h/b, b/h क्यान्सल आउट 1, एन्ड 10 इन्टु कट, यो कति हुन्छ हेर त? 10 इन्टु कट गऱ्यो भने त्यो हुन्छ हाम्रो p/b इन्टु b/p, p/b क्यान्सल आउट इज इक्वल टु 1। यसरी हामीले बुझ्न सक्छौँ है। यो कसरी गरिरहेको छौँ हामीले बुझ्ने। त्यसै गरेर हेर त, अब जस्तै साइन बाई कस गरौँ। साइन बाई कस के हुन्छ? साइन बाई कस, त्यो गर्दाखेरि साइन भनेको p/h अपन b/h, h काट्यो, p/b इज इक्वल टु 10। क्लियर छ? यति आउँछ। अब अपोजिट जस्तै कस बाई साइन, कस बाई साइन, कस बाई साइन गऱ्यो भने b/h बाई p/h, h क्यान्सल आउट, b/p इज इक्वल टु कट। यहाँसम्म हामीले यिनीहरूको रिलेसनसिप पनि पत्ता लगाउन सक्छौँ। हेर यति गर्ने।
भयो।